साथीहरू कस्तो हुनुहुन्छ? तपाईहरुको डिनर भयो त? मैले चाहिँ आज डिनरमा गुन्द्रुक पकाएको छु। हामी नेपालीहरूलाई गुन्द्रुक मन नपर्ने को हुनुहुन्छ होला है? जहाँ गए पनि देश विदेश जति ठाउँ जहाँ बसे पनि गुन्द्रुक जस्तो प्यारो केही छैन। यो गुन्द्रुक के अब कति थरी सागको हुने क्या है? तोरीको पनि गुन्द्रुक बनाएको छ, अनि मुलाको पनि गुन्द्रुक, अनि रायोको पनि गुन्द्रुक है। मैले चाहिँ आज भटमास हालेर रायोको गुन्द्रुक, आलु पनि उसिनेर हालेको छु। यो जाडोमा हाम्रोतिर चाहिँ आजदेखि अलिकति जाडो होला जस्तो छ। तपाईहरुतिर कस्तो छ? आफ्नो ख्याल गर्नु होला। यो तातो गुन्द्रुकको झोल यो जाडोमा है कसलाई चाहिँ मिठो हुँदैन होला है। यो गुन्द्रुक जसरी पकाए पनि मिठो हुने क्या है। पकाउने तरिका एउटै हुन्छ, मरमसला एउटै हुन्छ, तर पनि यो गुन्द्रुकको स्वाद अथवा खानेकुराको स्वाद कस्तो जसले पकाएको छ प्रत्येक व्यक्ति अनुसार फरक फरक हुने है साथीहरू। तपाईहरुलाई कस्तो लाग्छ आफूले पकाएको खाना खान? मलाई चाहिँ मिठो लाग्छ है। आफ्नै हातको पनि मिठो लाग्छ क्या। यसरी भकभक उम्लेको गुन्द्रुकको रस र घिउ हालेर खाना खानको मजा नै बेग्लै है साथीहरू। तपाईहरुको डिनरमा आज के पाक्यो? के खानुभयो? गुन्द्रुक चाहिँ कसलाई मनपर्छ? कमेन्ट गर्नु है। स्वस्थ रहनु होला, मस्त रहनु होला। थ्याङ्क यू।